सारुङै भनेको छैन एउटा रातो हो कस्तो अचार यो चाहिँ दिदी? यो पहिला हरियो हुन्छ कि यो कुन अचार हो दिदी? त्यो हजुर कस्तो भयो आएको छैन यो चाहिँ। चाकन जस्तो यो गुन्द्रुकको अचार त तितो छ त बेना होइन गुन्द्रुक होइन चुवा फुल हो हजुर चुवाको फुल ए त्यही त यो त दबाई होला यो त है? दबाई सबै अनि मोटोलाई झन् राम्रो डिप्रेसन बढेन। ए हाम्रो दुईजना भाइहरू सिङ्गर भाइहरू हो प्रोग्राम गरिवरि आएर टाढो सिङ्गापुर थाइल्यान्डबाट हो यहाँ खाना खानु हुँदैछ। यहाँ हाम्रो सबिन भाइ हो, चिन्डे पनि दबाई हुन्छ नि चिन्डे। यता हाम्रो कर्म शेर्पाज्यू भाइ। नमस्ते सबैलाई नमस्ते। तर सबैले चिन्दो रहेछ, मैले अस्ति फेसबुकमा हालेको थिएँ कि एकैछिनमा लाइक हो, हाम्रो हाल्दाखेरि हुँदैन लाइक। क्लिक्कै लगाए पनि कमेन्ट पनि गरिहाल्यो एकजना, आफै कहाँबाट आयो भनेर हो। भेनाजुको फोटोमा पनि लाइक आउनु पर्यो है। भेनाजुको हातको खाना खानु जुरेको रहेछ है। अस्ति सबिन भाइको झन् उयो क्या हो माथि मरोमा गएको थिएँ नि, त्यहाँको मलाई भिडियो पठाइदिएको थियो, त्यो हालेको राम्रो भयो टङटङ लाइक। यस्तो मिठो खाना बनाउनु भएछ भेना। अन्त हामीलाई चाहिँ चिन्दैन रहेछ जस्तो लाग्छ। बिजनबारीको फुपूले पनि सोध्नु हुँदै थियो है, मेरो चाहिँ फुपू सासू भाइको चाहिँ फुपू के भन्नुहुन्छ फुपूलाई? जुठो हात छ खाना अलिक धेरै खान्छु। वाह 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 वाह। फुपू चिन्नुभयो नि सबिन भाइ? सबिन भाइ फुपूलाई त चिन्छौ नि सेवारो गरे फुपू हजुर धेरै धेरै सम्झेको छु। अब हामी टाढा टाढा भए पनि अहिले सामाजिक सञ्जाल मार्फत डिजिटल अनलाइनको इन्टरनेटको जमानामा हामी चाहिँ जोडिन पाइरहेछौँ। धेरै खुसी लागेको छ, धेरै सम्झेको छु। समय मिलाएर म फेरि माथि एकपल्ट बिजनबारी पुल बजार आउँछु। भर्खर सिङ्गापुर गएर आइपुगेँ म। यतै कर्म भाइ, कर्म भाइले पनि चिन्नु हुँदो रहेछ हौ त्यो माथि घर त उहाँको सुनादा हो नि त। नमस्ते हजुर। खाना खानुमा व्यस्त है। हामी खाना खानुमा व्यस्त, चाँडै आउँछु, भेट्नुपर्छ, भेट्न पाइने यसपालि भाउजू। भाउजू भाउजूले पनि सोध्दै थियो। मलाई भयो दिदी सबै यहाँ पुरै छ होइन भयो भयो। म त धेरै खाँदिनँ नि त, तर आलु हालिदिनु नि एउटा आलु छ। एक पिस आलु छ। हामीले बनाउनु हुँदैन दामी दामी नुनहरू लागेको लाग्यो दामी। म चाहिँ फेरि खाना धेरै खान्छु। अस्ति केलकटामा यति खाइदिएँ नि मैले अन्डी बिरयानी। अन्डी बिरयानी। सबैजनाले उहाँहरूको प्रोग्राम हेरिदिनु है सिङ्गापुर र थाइल्यान्डको युट्युबमा सरङरङ आउँछ हो। घुरुङ नि म पनि गएको थिएँ, जानु चाहिँ मेरो चाहिँ खिचेन हो, म चाहिँ स्टेजमा निस्किनँ।